रातको चाहिँ 2-3 बजेतिर हाम्रो कुखुरा बोकाइ हुँदैछ। कुखुरा चाहिँ हामीले राति किन बोक्यौँ र कसरी बोक्यौँ भनेर भिडियो चाहिँ हेरिदिनु होला लास्टसम्म। अनि हाम्रो चाहिँ यहाँ साथीले चिठा हानेको, चिठा चाहिँ एकदम बबाल। All right guys, welcome to my mini vlog. रातको 2-3 बजेतिर चाहिँ हामीले कुखुरा पक्रिनु पर्ने हुन्छ, किनभने राति चाहिँ कुखुरा लिन आउनु भएको थियो। अनि हामीले चाहिँ कुखुरा सुरा पनि लोड गर्न थाल्यौँ। कुखुरा चाहिँ यति धेरै, यत्रो ठुल्ठुलो कि है दुई भाइले चाहिँ हामीले धमाधमसँग लोड गरिसक्यौँ। लोड त के गर्नु सक्नु हैन, हामीले चाहिँ धमाधमसँगले यहाँ जोख्ने कार्यक्रम हुँदैछ। रातको 2-3 बजेतिर काम गर्नुको बेग्लै मजा क्या। क्रेट लिएर लागिसकेँ अनि साथीले चाहिँ यहाँ चाहिँ धमाधमसँगले लोड गर्दैछ। किलो काटा हेर्दै म चाहिँ यहाँ लाउन थालेँ अनि यति धेरै हामीले लोड गरिसक्यौँ। त्यहाँदेखि बिहान भयो अनि मेरो चाहिँ काम फेरि यता अर्कै ड्युटी क्या। फेरि कुखुरादेखि लिएर सुँगुरदेखि लिएर काम चाहिँ हाम्रो यति धेरै हुन्छ कि त्यहाँदेखि मैले चाहिँ पानी पनि लाउन थालिसकेँ। पानी चाहिँ हामीले निकै 6-7 वटामा दिनुपर्ने हुन्छ। हाम्रो चाहिँ काम यस्तै हो। त्यहाँदेखि म चल्दिएँ घाँस काट्नुलाई। घाँस चाहिँ काट्नुपर्ने हुन्छ। मैले एक बारी जति घाँस बारी पनि पुगिसकेँ। फेरि अनि म चाहिँ लागिसकेँ अर्को कामतिर। मैले चाहिँ पसलको सामान ल्याउनु पर्ने हुन्छ। 2 झोला जति मैले चाहिँ बोकेर पनि ल्याइसकेँ। अनि फेरि यतातिर केटोले चिठा हानेको, चिठामा चाहिँ केही पनि परेन हैन। हाम्रो चाहिँ 10 रुपैयाँ मात्रै खेर गयो। अनि फेरि अर्को चिठा ल्याएको, चिठामा चाहिँ केही पनि परेन। घडीहरू पर्छ कि भनेर हेरेको, घडी त एउटै पनि परेन। थ्याङ्क यू फर वाचिङ माई मिनी भ्लग।